भारतमा आरएसएस र नेपालमा हिन्दू सम्राट सेना इक्वल भन्न मिल्छ? होइन, उहाँ आरएसएससँग त हामी कम्पेयर गर्नै सक्दैनौँ। हाम्रो त उहाँ सोर्स अफ इन्फर्मेसन भनौँ, सोर्स अफ नलेज भनौँ होइन, उहाँ हामी त मेन हुन्छ नि रुट हिन्दूको आरएसएस हुनुहुन्छ, अनि हामी त्यो कम्पेयर गर्ने होइन। हामी इट इज अ ब्रान्च अफ आरएसएस भन्न सकिन्छ। आइडियोलोजिकल्ली उहाँसँग हाम्रो सम्बन्ध छ, हामी मान्छौँ उहाँले। दाजुभाइ दिदीबहिनीहरू नमस्कार। देशको निम्ति राष्ट्र जनताको निम्ति बोलिरहेछु। म भित्र भएको त्यो हुटहुटीलाई तपाईँहरूले जति गाली गर्नु श्राप गरेर पनि त्यसलाई रोक्न सक्नुहुन्छ। स्वस्थ आलोचना गर्नुहोस्, सुझाव दिनुहोस्, त्यसलाई स्वीकार गर्छु। तपाईँहरूको गाली र श्रापलाई चाहिँ सिधै इन्कार गर्छु। मलाई एकजना मित्रले एउटा भिडियो पठाउनु भयो जसमा हिन्दू सम्राट सेनाको बारेमा चाहिँ बोलिएको थियो र त्यो हिन्दू सम्राट सेनाका अध्यक्षको त्यो एउटा अन्तर्वार्ता थियो। हेर्नुहोस्, मैले अहिले उनको नाम पनि लिन चाहिनँ, तपाईँहरूले खोजेर हेर्नु होला, तर धेरैलाई चाहिँ थाहा पनि होला हिन्दू सम्राट सेनाको बारेमा। मैले हिजै एउटा मिडियामा के बोलेको छु भन्दाखेरि भने कुनै पनि सेना भइसकेपछि त्यसको चाहिने सेनाको के हुन्छ, कमान्डर हुन्छ, त्यसका लडाकु टिम हुन्छन्, त्यसको कुनै ड्रेस कोड हुन्छ, ल्याङ्ग्वेज कोड हुन्छ, हतियार हुन्छ होइन, र यी सम्पूर्ण विषयको चाहिने व्यवस्थापन नगरिकन कुनै पनि सेना चाहिँ सेना हुँदैन। त्यसकारणले यो हिन्दू सम्राट सेनासित पनि यसको कमान्डर को हो, यसका लडाका कति छन् होइन, यससँग कति हतियार छ, यसको ड्रेस कोड, यसको चाहिने ल्याङ्ग्वेज कोडहरू अरू के छन्, त्यो कुरा चाहिँ राज्यले खोजी गरोस् र अब जनताले पनि थाहा पाउन्। नभए सेना हुँदैन। सेना हुनको निम्ति सेनाका आधारभूत तत्त्वहरू त चाहियो नि त। त्यसकारणले मैले हरेक सेनासित यो हुन्छ भन्ने कुरा मैले राखेँ। अब त्यो अन्तर्वार्तामा उनले के भनेका छन् भन्दाखेरि भने हामी आरएसएसको नेपाल ब्रान्च हो भनेर स्पष्ट स्वीकार गरेका छन्। अर्को कुरा हामी फन्डेड हौँ पनि भनेका छन्। त्यो फन्डेड हौँको अर्थ आरएसएसबाट पैसा आउँछ भन्ने नै हो। त्यसपछि उनका त्यो तरिका के छ त भन्दाखेरि भने नेपालमा हिन्दू बाहेकका सबैलाई चाहिँ आक्रमण गर्ने, लखट्ने भन्ने उनको भाषाको तौर तरिकाबाट त्यस्तो देखिन्छ। मैले पहिलेदेखि नै चाहिँ तपाईँहरू सबैलाई भन्दै आएको कुरा के छ भने नेपालमा रैथाने धर्म संस्कृति हामी नेपालीहरूको बिचमा कुनै समस्या छैन। हामी सयौँ वर्षदेखि चाहिँ मिलेर बसिरहेका छौँ। रैथाने मुस्लिमहरू, बौद्ध, किराँतहरू, हिन्दूहरू यहाँ चाहिँ सबै चाहिँ मिलेरै बसेको संस्कृति छ। चाडबाड पनि बढ्ता धेरै होहल्ला र तडक भडक नगरिकन शान्त र सौम्य भद्र किसिमले एकले अर्काको चाडबाडहरूमा पनि समावेशी जनाउने हाम्रो चाहिने एउटा सामाजिक संस्कृति रहिआएको छ होइन। अब अलिकति चाहिँ भेदभाव भएको क्षेत्र चाहिँ मलाई साँच्चै नै मलाई भन्नुहुन्छ भने नेपालमा दलित समुदायप्रतिको भेदभाव जो अहिलेसम्म कायम छ र त्यो भेदभावलाई सहेर पनि नेपालको दलित समुदायले चाहिँ धार्मिक त्यो एउटा सामाजिक सद्भाव र सहिष्णुता राखेका छन्। तुरुन्तै सुधार गरी नहुने, तुरुन्तै सच्याउन पर्ने नेपालको कुनै पनि कुरा छ भने यो दलित समुदायप्रति गरिएको भेदभाव चाहिँ तुरुन्तै सच्याउनु पर्छ र जसले भेदभाव गरेका छ त्यसलाई चाहिँ कडा कानुनी कारबाही गर्नुपर्छ। हेर्नुहोस्, योभन्दा बाहेक अन्यथा यहाँ विभिन्न संस्कृति, हिमाली संस्कृति, पूर्वको संस्कृति, मधेसको संस्कृति, पहाडको संस्कृतिको बिचमा त्यस्तो कुनै मनमुटाव र टकराव छैन परम्परागत हिसाबले भन्ने हो भने। तर के हो त भन्दाखेरि भने अब यहाँ बाहिरियाहरूले चाहिँ खेल हेर्नुहोस्। जब कुनै पनि धर्ममा चाहिने जस्तो भारतीय आरएसएसको जस्तो चाहिने अतिवाद हुन्छ अथवा चाहिने पाकिस्तानी मुजाहिद्दिनको जस्तो अतिवाद हुन्छ, यहुदी जायनिस्टहरूको जस्तो चाहिँ अतिवाद हुन्छ, क्रिस्चियनहरूको जस्तो जसरी पनि चाहिने इन्भेसिभ रूपमा कुनै पनि क्षेत्रमा प्रवेश गरेर धर्म परिवर्तन गराउने उनीहरूको चाहिने मैले इन्भेसिभ भनेको छु के अतिक्रमणकारी त्यस्तो खालको हुन्छ। त्यो धार्मिक अतिवाद र धार्मिक अन्धताले ल्याउने भनेको धार्मिक दङ्गा र समाजमा खलबल नै हो र नेपालमा त्यसको चाहिँ विभिन्न प्रकरणमा विभिन्न तरिकाले चाहिँ प्रयोग हुँदै आएको छ। हेर्नुहोस्, अहिलेको तराईको दङ्गामा पनि अब मैले त्यो भिडियो सुनिसकेपछि मलाई के लाग्यो भन्दाखेरि भने कप्तानगञ्जमा गोली चलाउने त्यही आरएसएसको कोही कार्यकर्ता त थिएन जसले झाडीबाट गोली चलायो। अनि प्रहरीले यदि गोली चलाएको होइन भने कुनै आरएसएसको अथवा हिन्दू सम्राट सेनाकै चाहिने सदस्यले गोली चलाएको हो भने त्यसको आधारमा चाहिने नेपालमा हिन्दू मुस्लिम दङ्गा मचाउन थालिएको चाहिँ हुनसक्छ है। राज्यले गम्भीर भएर यो विषयमा अध्ययन गरेर चाहिँ जनसमक्ष यो विषयवस्तु ल्याउनु पर्यो। नत्र भए एक हप्ता चलेको चाहिँको दङ्गामा, कथित हिन्दू मुस्लिम दङ्गामा एकजना पनि मुस्लिमले
कुनै हिन्दूलाई न पिटेको न लखटेको न मारेको केही पनि देखिएन। उल्टो हिन्दू बचाऊ भनेर चाहिने नारा जुलुसमा चाहिँ लाठी खुकुरी बोकेर हिँडिरहेका मान्छेहरूले चाहिँ त्यो बजारबाट फर्केका मुस्लिम महिलाहरूलाई जय श्री राम भनेर चाहिँ गाली गरिरहेका थिए। साना साना बच्चाहरूले चाहिँ त्यो मोटरसाइकलमा चाहिँ आफ्नो जहान केटाकेटी बोकेर आउनेहरूलाई पनि त्यहाँ पिटिरहेको देखिएको थियो होइन। अब त्यो मोटरसाइकलमा चल्नेहरू त्यो मुस्लिम भएर पिटाइ खाए अथवा चाहिँ उनीहरूले बन्द आयोजना गरेर बन्दको अवज्ञा गरेर पिटाइ खाए, म जान्दैन त्यो कुरा, मैले भिडियोमा देखाएको कुरा हो, आफ्नै तरिकाले अर्थ लाउन पनि हुँदैन। तर के देखिएन भने कुनै पनि हिन्दू मुस्लिमहरूको बिचमा जुन चाहिने द्वन्द्व गराउन खोजेको थियो नि, मुस्लिमहरू अल्लाहु अकबर भन्दै चाहिँ हिन्दूमाथि आक्रमण गरून्, अब हिन्दूहरू पनि जय श्री राम भन्दै मुस्लिमहरूमाथि आक्रमण गरेर खुनको एउटा खोजी खेलियोस् भन्ने थियो। तर त्यहाँका तराईका जनताहरूको राम्रो सुझबुझ सहिष्णुता र एकताले गर्दाखेरि चाहिँ अहिलेको दङ्गा चाहिँ ठुलो दङ्गामा भयावह हुनुहरूबाट अझै जोगियो होइन। त्यहाँ जति मान्छेहरू मारिए ती मारिएका मान्छेहरू कसले मार्यो होइन? आरएसएसका चाहिने एजेन्टहरू त्यहाँभित्र पसेर उनीहरूले त्यहाँ मारे अथवा नेपाल प्रहरीको हातबाट, नेपाली सुरक्षाकर्मीको हातबाट चलेको गोलीबाट मरे। त्यो कुरा राज्यले छानबिन गरेर तुरुन्तै ल्याओस् होइन। यदि कोही मुस्लिमले चाहिँ त्यहाँ मारेको हो भने त्यो पनि प्रमाणसहित चाहिँ ल्याओस् न राज्यले होइन। यसरी नेपाली जनताहरू यो हाहुइमा हामी नकुदौँ र विशेष गरी यो हिन्दू सम्राट सेना भन्ने चाहिँ अब उसकै अध्यक्षले हामी आरएसएसको नेपाल ब्रान्च हो, हामी फाउन्डेड हो भनिसकेपछि कुरा स्पष्ट भएको छ। र यस्तो किसिमको अतिवादले नेपाल र नेपालीको कल्याण गर्दैन, स्वयंमा नेपालमा भएका हिन्दूहरूको पनि कल्याण गर्दैन र नेपालमा भएकै चाहिने नेपाली हिन्दूहरूले त्यसको चाहिँ प्रतिरोध र त्यो कुरालाई निस्तेज गर्नुपर्छ है। हस्, धन्यवाद।